guys, welcome back to my channel. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि आज चाहिँ तिहारको दिन है, कार्तिक 6 गते। सो सबैजनालाई ह्याप्पी तिहार। अनि आज चाहिँ टक्क अब 11 बजेर 15 मिनेट गइसक्यो। अब हाम्रो रङ्गोली यस्तो भइरहेछ है। 11 बजेर चाहिँ 30-35 कति मिनेटमा चाहिँ टिका लगाउने टाइम छ। अनि त्यही भएर चाहिँ अब दिदीहरू आज बिहानभरि कराएको एकदम। अब मम्मी पनि हुनुहुन्न घरमा, दिदी म छौँ अनि हाम्रो दिदी पनि आउनु भएको छ। अनि चाहिँ बिहानभरि घरि के एउटा बनाउ गर्दा गर्दै एकदम हतारमा चाहिँ अब बल्ल चाहिँ फुर्सद भएर चाहिँ अहिलेसम्म नआएको पनि छैन। म चाहिँ अब एकछिन ट्याक्क यसो भिडियो बनाउँ आजको दिनको त भिडियो त चाहियो। त्यही भएर चाहिँ अब यसो भिडियो बनाऊँ भनेर चाहिँ अब दिदीले चाहिँ अब यो जुन ढोकाहरूमा गर्नुपर्छ नि त्यो चाहिँ त्यसको लागि चाहिँ रेडी गर्दैछ। अनि त्यही नै है। अब घरभित्र के कस्तो भइरहेछ म चाहिँ भन्नाले तिहार है होइन। अब हाम्रोतिर पनि स्टार्ट हुनु लागिसक्यो। पहिला चाहिँ अब ढोकामा लगाऊँ के अरे, त्यहाँ पछि चाहिँ के हुन्छ त्यो जानु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। अब भित्र जाउँ। यहाँ आउँदैछ हाम्रो सामान सबै रेडी। बिहानभरि सबै गरे। यो चाहिँ ढोकामा लाउनको लागि चाहिँ सबै रेडी गर्दैछ। अब चाहिँ ढोकामा लाउने फर्स्टमा, अनि ढोकामा लगाएपछि चाहिँ हामी चाहिँ अब ट्याक्क नुहाइ गरेर चाहिँ अब एकछिनमा ट्याक्क बाहिर बसेर चाहिँ गर्नुपर्ने हुन्छ आरामै। के अरे निम्बु हो यस्तै ट्यापट्याप लाइन बाबा यहाँ के सामान चाहिन्छ यहाँ चाहिँ दिदीले रेडी गर्दै हुनुहुन्छ। त्यो त हाल्नु भएन, लिएर आइज। ल हाम्रो चाहिँ रेडी भयो ढोकामा लाउने सायद। ल हामीले एकतिर चाहिँ लगाइसक्यो, त्यही भयो है। अब अर्को साइड लगाउँछौँ। ल म पनि अब ट्याक्क भर्खरै नुहाएर चाहिँ बसेको। म चाहिँ रेडी भइसक्यो। अब यतातिर लाउनु पर्ने थियो, सबै लगाइसक्यो, रेडी भइसक्यो। यतातिर पनि सबै लगाइसक्यो। अब पालो चाहिँ यहाँ ढोकाएको छ है। ट्याक्क ल यताको पनि लगाइसक्यो, यहाँ ढोकामा पनि लगाइसक्यो। अब चाहिँ पालो रहेको छ हाम्रो। अब ट्याक्क त्यही दसैँकै तरिकाले लगाइन्छ। दसैँकैतिर फर्केर हो गाँस लाउडी ओक्कर फड्ने बेला है। अब हेर फोडिन्छ कि नै अलि माथि राख्नु, त्यो माथि राखेर। ल फाइनली फर्स्ट सर्टमै ओखर पनि फुट्यो है। यहाँको ओखर चाहिँ फुटिसक्यो। अब पालो अर्को ढोकामा हेरमै के हुन्छ है।
उता चाहिँ फुट्यो यसमा चाहिँ अब आज पनौती भयो ल ल गयो गयो ओखरै गएको ओखरै हरायो ल यताको झन् एकचोटि फोडी थियो यताको ओखरै हरायो भित्रको त भयो उता ग्यास भतिर होला त उता ग्यास भतिर होला त्यो अर्को ओखर हुन्न त्यही फुटाल त त्यो ओखर अब हरायो अब अर्को ओखर है ल यो ओखर अब ल यो त अब हातले हानी फुट्छ यसलाई केही छैन यो चाहिँ योवाला चाहिँ लोकलवाला हो कि होइन यो चाहिँ लोकलवाला हो त्यो अर्को चाहिँ दाँत एक गर्थ्यो त्यो भएर चाहिँ अब ल अब चाहिँ हामी टिकाको चाहिँ सुरु गर्छौँ यहाँ छ टिकाको लागि चाहिँ ल अब चाहिँ हाम्रो टिका लाउनुलाई रेडी भइसक्यो अब टक्क ढोकामा माला लाउँदैछ अब ट्याक्क सबै चाहिँ रेडी भइसक्यो टाइम चाहिँ ठ्याक्कै 1 बजिसक्यो है अब मेन साइड चाहिँ अब त्यो ढोकामा चाहिँ लायौँ त्यसपछि चाहिँ अब सबै रेडी भएर गर्दाखेरि चाहिँ अलिअलि टाइम लाग्यो केही छैन अब ट्याक्क टिका सिका लगाउने अब खानासाना खाने अनि त्यहाँपछि केक कता हुन्छ सबै अब है सबैजना रेडी भइसक्यो ल अब चाहिँ हाम्रो स्टार्ट भयो टिका लगाउन अब ट्याक्क यहाँबाट घुम्छ अनि चाहिँ लाउनु भने है ल पर्दै ल अब चाहिँ कालो छ कान्छाको हेर भाइ मेरो चप्पल कसले लाग्यो फोटो नि हान्दै गर
ब्याकग्राउन्ड अलि ढोका बन्द हाल्नुपर्ने हामी स्मृति Yo, tiga dia kan. Ya, masih masih. ल यसको पालो सकिसक्यो अब पालो मेरो ल अब ट्याक्कै यसले भिडियो बनाउँछ है Hamta deh hati ya takut itu. Ya. Gift है gift. Gift को पार्टी दिए ना. पैसा ये ले ले रे. पैसा धेरै मनी बेबी बोकेर बसेर चाहिँ त्यतिले दिँदैन मनी बेगै दिन्थ्यो बसेर सरमा अब टिका सिका पनि लाग्यो हामीले अब चाहिँ दिदीको पालो अब यो यता बस्छ उहाँ यता बस्नुहुन्छ म उता जान्छु अनि अब फेरि एक्सचेन्ज भएर चाहिँ टिका लाउँछ ल आइज र अब दुइटैले चाहिँ यसलाई टिका लगाइदिनुपर्छ है हामीले ल
ल अब चाहिँ टिका सिका सब राखिसक्यो अब दिदीले मलाई लागिसक्यो मैले दिदीलाई लागिसकेँ अब सबै भइसक्यो यहाँको कार्यक्रम चाहिँ सबै टिका लाएर सकिसक्यो अब चाहिँ हामी खाना खान्छौँ अब टाइम पनि भइसक्यो 2 बजी लागिसक्यो सायद 2 बजिसक्यो अब ट्याक्क खानासाना खाएर चाहिँ अब त्यसपछि कता हुन्छ फेरि त्यो पनि देखाउन लाग्छु बेलुका भैलो खेल्ने पनि जान्छौँ हामी सो त्यही नै गाइज अब हेरौँ के हुन्छ अब यसो पिङसिङतिर गइन्छ क्या दिन्छ ल हाम्रो चाहिँ अब टिका लाएर सक्यो अब चाहिँ अलिअलि फोटोग्राफ्स हुन्छ यहाँ त्यसपछि चाहिँ हामी खाना खान्छौँ है ल ट्याक्क ल अब चाहिँ हाम्रो सबै टिका सिका लगाएर चाहिँ फोटोहरू सबै खिचेर सकिसक्यो अब चाहिँ हामी खाना खान लागेको छौँ अब एकछिनमा चाहिँ ट्याक्क लगभग 3 बजिसक्यो होला है 3 बजे है 2:30 भइसक्यो अब ट्याक्क खाना खाएर चाहिँ एकछिन बाहिर निस्किनुपर्छ त्यसपछि चाहिँ अब भैलेनी प्रोग्राम हुन्छ के गर्दा छ अनि चाहिँ त्यसमा चाहिँ ट्याक्क आज र हिजो र आज खेल्यो भैलो चाहिँ अब त्यसपछि अब निस्क्यौँ के अरे अनि त्यहाँपछि के हुन्छ चाहिँ हाम्रो सबै कार्यक्रम सकिएर खानासाना खाएर चाहिँ भर्खरै अब निस्किएको अब यसपछि चाहिँ कहाँ हुन्छ के हुन्छ केही थाहा छैन है अब जे हुन्छ सबै कुरा है दृश्य हुन्छ है बाबु फोन आइदियो ल गाइज अब फाइनली तिहार पनि सकियो अब तिहार चाहिँ के कस्तो भयो तपाईँहरूले देख्नु भएको होइन अब हाम्रो पनि के कस्तो भयो तपाईँहरूले देखिसक्नु भयो तपाईँहरूको के कस्तो भयो सो अब भिडियो चाहिँ अब यही नै हाल्नु पर्दछौँ अब चाहिँ हामी चाहिँ अब सबै टिका सिका लगाएर चाहिँ बेलुका भिडियो अनि चाहिँ अब नेक्स्ट डेको चाहिँ अब यही नै हो सो त्यही नै अब यहाँसम्म हेरिदिनु भएकोमा सो थ्याङ्क्स फर वाचिङ है सो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सो बाई बाई भन्न चाहन्छु है।